चोखो माया चोखो माया जिन्दगीमा मिल्यो भने नि लगभग लाइफ सेट नै हुने गर्छ। यो त एउटा भ्रम हो कि आजभोलिको चलचित्रहरूले फैलाउने काम गर्छन् कि अरे कहाँ चोखो माया मिल्छ, कहाँ यो नाटक ड्रामा। साँचो माया मिल्यो भने नि हामी अलिकति डरपोक पनि बन्छौँ, अलिकति पर्नलेबल पनि बन्छौँ, अलिकति खुदगर्ज पनि बन्ने गर्छौँ, या अलिकति सताउनेवाला पनि। तर साँचो मायाले हामीलाई एउटा ढोङ्गी बनाउँदैन, नाटक देखाउने मुखौटा ओढ्ने व्यक्ति बनाउँदैन। साँचो मायाले हामीलाई मान्छे बनाउँछ या ह्युमन बिइङ बनाउँछ। थाहा छैन तपाईँलाई भयो या भएन, तर मलाई चाहिँ भएको छ। साँचो माया, चोखो माया।